एकदम गाह्रो छ बिगिनर्स फ्रेन्डली ट्रेको 1 घण्टा भएन भने कतिखेर पुग्छौ यो ट्रेकिङ त कस्टम स्क्याम यार दुईटा डाँडा बल्ल तल सक्यो साथीहरू अर्को डाँडा थपिन्छ यसरी वाज द्याट रियली टफ चारका खुट्टा टेकेर मैले पुरै ट्रेक कसरी कम्प्लिट गरेँ हेर्नको लागि पुरै ब्लग हेर्नुहोस् धन्यवाद हेलो नमस्ते वेलकम टु आवर च्यानल डिजिटल राइडर हाम्रो यो माथिको ट्रेकमा अब चाहिँ हामी यहाँबाट खाना खाएर निस्किनु लाग्यो अब हाम्रो न्यू क्यारेक्टर छन् बल्लदेव्स हेलो गाइस वेलकम टु हाम्रो डी स्कुल राइडरको भ्लगमा हैन एकदम रमाइलो भइरहेछ मलाई चाहिँ हैन अब बाटो एकदम अलिकति बिचमा अलि अप्ठ्यारो भएको भएर अलि गाह्रो भइरहेछ तर यात्राको दौरानमा चाहिँ एकदम सजिलो र रमाइलोको कारणले गर्दा त्यति फिल भइरहेको छैन गाह्रोको कतिको मजा आइरहेछ आज हाम्रो मार्दी ट्रेकको पहिलो दिन बिहानको 8 बजे काठमाडौँबाट सुरु भएको यात्रा हामी अहिले दिउँसोको 4 बजे पोखरा पुगिसकेका छौँ ट्रेकमा सबै चिया लभर भएको कारण चिया ब्रेकमा ढिलो सुस्ती भए तापनि हाम्रो डेस्टिनेसन चाहिँ आज प्रितम देउरालीसम्म पुग्ने भएको छ पोखराबाट हामी हिन्जोको बाटो हुँदै प्रितम देउरालीसम्म लगभग 2 घन्टामा पुग्न सक्छौँ माछापुछ्रे हिमाल र अन्नपूर्ण रेन्ज चाहिँ नजिकै आएको देख्न सकिन्छ भने प्रितम देउरालीसम्मको बाटो चाहिँ अलिकति अफोर्डै छ है यो अन्नपूर्ण होला यो अगाडिको अनि यतापट्टि बिचको चाहिँ माछापुछ्रे भइहाल्यो अनि यो रेन्ज अन्नपूर्ण रेन्ज जस्तो लाग्छ म अन्नपूर्ण टुप्पो देखेको थाहा यहीँदेखि चिनिने क्या माछापुछ्रे यस्तो खालको है यति हिमाल थाहा भयो न त यति पनि थाहा थिएन हामीलाई हेलो हामी डाँडामा आएर फस्यौँ हामीलाई उद्धार गर्नु होला गुगल म्यापले पनि इन्डिङ गराइदियो बाटो तर बिच जङ्गलको बिच बाटोमा आएर फस्यौँ हामीलाई उद्धार गरिदिनु पर्यो पठाइदियो पठाइदिनु पर्यो जिस राह पे तुम चल रहे हो बेटा एक दिन बुरी तरह फंसोगे उस दिन मुझे याद करना मैं पहुंच जाऊंगा रातिको 6 बजे चाहिँ हामी प्रितम देउराली पुग्यौँ पार्किङ चाहिँ यो ट्रेकिङ इन लजमा गर्नुपर्ने रहेछ एक दिनको 100 रुपियाँ लिन्छ तपाईँ होटल 360मा बस्ने हो भने चाहिँ 10 मिनट जति ठाडो गर्दै हिँड्नुपर्ने छ अलिकति गाह्रै छ सुरुको दिनमै तर भ्यू चाहिँ राम्रो देखिन्छ फेरि होटल 360बाट हेलो कस्तो लाग्यो दाइ काठमाडौँ कटेर आएर जाडो लागिरहेको फर्स्ट टाइम जाडो लाग्यो यस्तो चिसो चिया पनि कति इम्पोर्टेन्ट भयो चियासँग त मेरो नि खिच्नु परेन नि
गाइस हामी चाहिँ अब टक्क लाएर कुन ठाउँको लागि देउरालीबाट अब हामी हिँड्यौँ होइन अब हाम्रो चाहिँ टुर अब लगभग त्यो माथिको टुप्पा यो क्यामेरा घुमाइदिनु ल ऊ त्यो टुप्पा पुग्ने हो रमाइलो छ ट्रेक अब सुरु भयो तर भाइ चाहिँ फेरि हराइ गर्छ क्या जति भात खाने बेला पो गायब हुन्छ चिया खाने बेला पो गायब हुन्छ अब हिँड्ने बेला फेरि गायब हुन्छ त्यसलाई आफूवाई गर्छ होइन मेन चाहिँ ब्लगर चाहिँ त्यही हो है फेरि के आउँछ चाहिँ गाइज कमेन्ट गरिदिनु होला जतिखेर पो टोइलेट दौडे गर्छ हाम्रो यात्रा एकदम रमाइलो चाहिँ अब सुरु यहाँबाट हुन्छ गेट खोलेर नागेर जान्छ हामी यहाँबाट टक्क लाएर भ्यू एकदम राम्रो छ नेपाल स्वर्ग यही भाइ हो जतिखेर नि हराएर गर्ने ल लाग्यौँ हामी अब बाटो तातायो मसँग म लगायत मेरा 3जना भाइहरू सँगै छौँ हामी 4जना चाहिँ टक्क हिँडेर यात्रा एकदम अब 9 बजे हिँडेका छौँ अब कति बजे पुग्छ लगभग यहाँबाट चाहिँ 3 घन्टा भनेको छ भनेदेखि अब त्यहाँ पुग्दाखेरि हाम्रो लगभग कति हुन्छ हामी चाहिँ बिचमा अपडेट गर्दैछौँ हाम्रो यात्रा यहीँबाट सुरु ल साथीभाइहरू अहिले हामी यहाँ आइपुग्यौँ यो ठाउँमा यहाँ आइपुग्दा आधी घन्टा लाग्यो त्यहाँ तलबाट अब यहाँबाट तपाईँको फरेस्ट क्याम्प जाने बाटो यो ठाडो उकालो यहाँबाट तपाईँको लगभग 1 घन्टा भनेको छ मजाले हिँड्ने मान्छेलाई बिस्तारै हिँड्ने मान्छेलाई 1.5 घन्टा अब हाम्रो यात्रा यहाँबाट फेरि कन्टिन्यू हुन्छ कुरो एकदम ध्यान दिनुपर्ने कुरा हाम्रो लागि चाहिँ एकदम सजिलो होस् भने चाहिँ यहाँ रुखमा एउटा मार्क हालिदिएको छ त्यो मार्क हेर्दै हिँड्नु होला तपाईँहरू एकदम सजिलो छ यहाँको स्थानीयहरूले एकदम सहजको लागि बनाइदिएको बाटो हो यो होइन मार्क राखिदिएको छ मान्छे नझुक्कियोस् भनेर लेट्स गो हामी लगभग कति 1 घन्टा त हिँडेको छैन होला 45 मिनट त्यस्तै हिँड्ने होला ठाडो उकालो रहेछ पर्याङहरू मजा आइरहेछ पसिना चुहाउनु मजा आइरहेछ ल कस्तो ल दौडिनु त सकिन्न होला हौ बिस्तारै हिँडिन्छ चिकिस्त भएको अवस्था होइन थाकेको अवस्था दौड्यो कस्तो खतरा हिँड्दा ल आज त दौड्यो अनि तपाईँहरू चाहिँ अल्मले भएर म अगाडि आएको त त म लास्टमा हुन्थ्यो नि कस्तो चोक्दै खाने हो क्या ल वाह कस्तो पुरै एक्सप्रेसन दिएन बिस्कुट मिल्छ 100 रुपियाँको बिस्कुट 10 रुपियाँ एउटाको यो चियाको चाहिँ चियाको खै रमाइलो छ नचियाको चाहिँ कामरुक जाने भनेको प्लानमा क्यान्सल होला त चाहिँ भन्ने मुनि रहेछ हाम्रो अलिअलि मात्र आउँछ त्यस्तो आउँदैन खासै हो नेवारको त आउँछ सबै त्यहाँ काठमाडौँको त प्राय हामी काठमाडौँको चाहिँ एकदम नेवारको आउँछ नि त प्योर भित्रको पहिलाकोलाई चाहिँ आउँछ भक्तपुर सबै आउँछ हाम्रो बच्चैदेखि यसरी नेपाली पनि नेवार एकदम कम पनि भेगमा परे काठमाडौँको हामी चाहिँ ब्रेक लिँदै कतिवटा ब्रेक पछि फेरि चौचौ ब्रेक
मिनी बाई बाई हाम्रो मनमा बाई बाई चौधरी दाइलाई धेरै धन्यवाद हामीलाई स्पोन्सर गरिदिनु भएकोमा अरू केही बस यति हुनु पऱ्यो क्या ल मलाई दिएर पठाछ बाई बाई चौधरी दाइले ए करेन्ट त्यो नफालौ नि झपाइ त्यही होइन अघि भर्खर मैले भिडियो बनाएर भन्दैछु जताततै नफालौँ भनेर ल साँच्ची यस्तो खाएर यो चाहिँ यहाँ नफालौँ भनेर देखाउन खोजे हो साँच्ची होइन हेलो हामी अहिले फरेस्ट क्याम्प आइपुगेका छौँ 1:30 बज्यो होइन त दिउँसोको ल बल्लदेव खाना खानलाई बसेका छौँ अब यहाँबाट हाम्रो यात्रा भनेको 4 घन्टाको रहनेछ हामी खाना खानलाई आधी घन्टा रोक्नेछौँ अनि अब अरू भने यस्तै हो अलि चिसो छ घाम लागेको अवस्था छैन अब हिँड्दाखेरि अलिक गर्मी भएर लुगा लागिया छैन अब एकछिन खाना खाँदाखेरि तातिन्छ कि त्यसपछि अलि इनर्जी आउँछ कि लुगा भने मेरो मास्क पनि सुकाउनु त्यसपछि हामी बिचमा अब यहाँबाट खाना खाएर बिचको अपडेट तपाईँहरूलाई दिइराख्नेछौँ ल रुट कस्तो थियो रुट त बब्बाल छ एकदम त्यो जङ्गलको हाइटको बिचमा टक्क हिँड्नलाई होइन वरिपरि जङ्गल तल खाइ बिचमा हिँड्न एकदम मजा आउँछ बाटो A1 छ को हो यो भाषाको पनि भिडियो बनाइदिनु पर्छ तिमीहरू जान्दैनौ कि भाषाको भिडियो चाहिँ बनाउनु पर्छ ल यहाँ आउँदा चाहिँ बजेट खतरा टाइट हुनुपर्ने रहेछ अन्डा खानाको चाहिँ 750 पर्दो रहेछ चिकनको 900 अनि खसी ढाल्यो भने चाहिँ लोकल मटन भनेर तर ट्याङ्ग्रा हो फरेस्ट क्याम्पमा 1 घन्टाको रेस्टपछि हामी फेरि अगाडि बढ्यौँ आफ्टर फरेस्ट क्याम्प चाहिँ एक्चुअल ट्रेकिङ स्टार्ट हुन्छ भनौँ न अब चाहिँ उकालो हुँदो रहेछ के हो यो बस हवा निकल गई खतरा टाँसिनु भयो त है फोटोलाई निकाल्नु भयो मेडिकल टिम निकाल्न मजा आउँछ नि त लास ल न चस्मा फाल्दा चस्मा फाल फाइनली आफ्टर दिस क्याम्प ठाडबाट सकिँदैन रहेछ होइन भिडियो खिचिरहेको हो दालपात पावर दिएन नि त यसलाई त कफी खान्छस् त अनि कफी खान्छस् त अनि पावर आउँछ नि So good morning everyone. So we are at Padalara. अहिले बिहानको 6 बजेको छ रातभरि कोही सुतेको छैन क्यामेरा all set for the sunrise view and the shot goes like
होटलमा चाहिँ हामी नास्ता सास्ता खाएर चाहिने सामान बाहेक ब्याग यहाँ प्याक गरेर होटेलमा छोडेर चाहिँ हामी भ्यू पोइन्टतर्फ लाग्छौँ। अहिले बिहानको 9 बज्यो। हामी होटेल हिमालयबाट भाइ क्याम्पपट्टि लाग्दैछौँ। हेर्नु स्पाइल्स हुँदा हुँदै मार्दी आउनुको नतिजा हिँड्नलाई कति गाह्रो हुन्छ। ल हेर्नुहोस् यो चाहिँ हाई क्याम्प 3550 को उचाइमा रहेको छ। बादल डाँडादेखि 1 घन्टा हिँडाइमा यहाँ पुग्यो। खुट्टा काम गर्दैन, त्यही पनि लचक गर्दै पुग्यो। यहाँबाट चाहिँ हाम्रो यहाँ 2टा बाटो रहेछ। यताबाट गयो भने 2टा डाँडो घुमेर जानुपर्ने, यहाँबाट सिधै उकाल चढेर झर्नुपर्ने, एकैछिनमा पुगिन्छ। One eternity later. यस्तो छ एउटा समातेर हिँडिरहेको छ अपाङ्गलाई। बाटो यस्तो ठाडो छ, समातेर चाहिँ बल्ल त आधी आएपछि ओहो अहिले समातेर कस्तो भइरहेछ। मुनि हेर्नु न एकचोटि, तल हेर्नु न, यस्तो डराउने बस हवा निकल गई। कस्तो लाग्यो त चार हात खुट्टा टेकेर हिँड्नलाई। छैन जाउँ न त कहाँ होइन उता बस्नुपर्छ। भलै आँटिसक्यो होइन, सुरु गरौँ। दिवस तिमी लास्टमा बस क्या, लास्टमा बस क्या भल्लै आउनु आउनु त्यसम्म क्या। नलिकन है तुला लगा नसमा दिवेशलाई अपाङ्गलाई समाएर हुन्छ। यहाँ त डेन्जर रहेछ त। Vale. समातेर नै छेउछेउ होइन। परम के भन्दै थियो अघि त्यो डलायो माइ लर्ड स्पाइडरम्यान चिज चार हात खुट्टा टेकेर दिवेल नतान्नु ओइ, नतान्नु त जागे दिवेल तान्छ पछि। दिवेल छोड्दैन, दिवेललाई छोड्दियो भने दिवेल तान्छ पछि। दिवेललाई पनि तानेर उल्टो छोड्दैन। दिवेल नतान्नु भने कस्तो छोड्दै क्या दिवेललाई कस्तो
तिम्रो यसो कट्टु दिन लागिसक्यो नतान्न चार हालत त्यस्तो छ छोड्दै क्या एकछिन दिवसलाई थाक्यो छोडे छैन एकजनालाई मेरो भयो त कतिको डर लाग्यो कहाँ डर लाग्नु डर ऊ त्यति सर्टकटको लागि सिधै डाँडा चढेको मजा आयो चल चल छैया छैया सानो रोटी माछा पुछीको त्यो बिचको ग्याप छ नि हजुर धेरै फरक छ एक दिनमा नि हिँडेर पुग्दैन एक दुई दिनमा हिँडेर घाममा मात्रै पुगेको जस्तै हिमाल यो माछा बिच्रेको उतापट्टि तल गएपछि अर्को थरको जस्तो छ है नि वहीँ त्यसो सर्लक्क तल गएपछि अनि अर्को एउटा सानो भएको देखायो नि त्यहाँ जहाँबाट अलिकति पहिरो निस्किने हो त्यो हिमालय माछा बिच्रोभन्दा धेरै अग्लो छ त्यो हिमाल तर यो अगाडिबाट अग्लो कुन कुन चाहिँ हिमाल हो त्यो अन्नपूर्ण योभन्दा धेरै अग्लो छ त्यसको छेउमा गन्धर्वको चाहिँ त्यसको ठ्याक्कै पछाडिपट्टिको भाग तिर्जेचो ताल नि त्यसको पछाडि हो मनाङ अनि यताको टेम्पीको रेन्जहरू यो चाहिँ अब भइहाल्यो यता पहिरो छापेको मस्तै वेदर अवश्य प्लिज म यहाँ आज किन आएको थाहा छ म यहाँ आएको आज ओके मारुति भ्यू पोइन्टबाट चाहिँ अब हामी बिदा हुन लागेको लगभग 3 बज्नु लाग्यो हामी अब यहाँबाट निस्किन्छौँ अब ब्लग यतै इन गरिदिनु पर्ला गुड बाई मारुति म त कहाँ आइपुगेँ कति पर आइपुगेछु